सम्पूर्ण सबैजनालाई नमस्ते छ र हजुरहरूले भाइको अपडेट खोजिराख्नु भएको थियो र हामीले अलरेडी अहिले भाइलाई अन्तिम संस्कारको लागि हामीले भाइलाई यहाँनिरबाट निकाल्नको लागि रेडी गर्दैछौँ र अलरेडी भाइलाई निकाल्ने प्रोसेसमा छौँ र हामीहरू जहाँ लाँदैछौँ त्यहाँको हाम्रो लोकेसन दिनेछौँ र जतिजना पनि नजिकमा हुनुहुन्छ होइन प्लिज आइदिनु होला र हजुरहरूले यत्रो गर्नुभएको थियो भाइलाई बचाउनको लागि सबैजनाले सम्पूर्ण सबैजनाले मिलेर यति साथ दिनुभएको थियो नि तर के गर्नु अब हामीहरूको हातमा रहेनछ उपरवालाको हातमा र हजुरहरूले पनि सक्दो प्रयास गरिदिनु भयो तर त्यसमा पनि अब हामीहरू विफल भयौँ होइन र अहिले भाइलाई अन्तिम संस्कारको लागि हामीले अलरेडी यहाँबाट निकालिसकेको छौँ र हामीले यो भिडियो बनाउनको मकसद कुनै हामीलाई लाइक कमेन्ट या भ्युजको लागि होइन हामीले किनकि हजुरहरूको अपडेट धेरै अगाडिबाट अपडेट हजुरहरूले मागिराख्नु भएको थियो यो चाहिँ हामीले कुनै हाम्रो मतलबको लागि भिडियो बनाएको होइन यो हजुरहरूलाई अपडेट दिनको लागि हो र म सम्पूर्ण सबैजनालाई यही भन्न चाहन्छु हजुरहरूले धेरै नै सहयोग गर्नुभयो भाइको लागि धेरै नै साथ दिनुभयो तर के गर्नु आज भाइ नै अब हामीहरूको बिचमा छैनन् धेरै दुःख लाग्दो कुरो र सबै